राज्यहरूको पिता ईश्वरले अब्राम चुने। मेसोपोटामिया र अन्य स्थानका मानिसहरूले धेरै दिन वेदीहरू देवताहरू मान्ने गर्थ्यो। उनीहरूले घाम, जुन, ताराहरू पुज्थ्यो। तर अब्राम बेग्लै प्रकारका थिए। उनी एक सत्य ईश्वर अर्थात् परमेश्वरलाई विश्वास गर्थ्यो, जसले घाम, जुन, ताराहरू बनाए। ईश्वरले अब्रामलाई आफ्नो घर र मानिसहरू छोडेर टाढाको देशमा जाने आज्ञा गरे। त्यो देश अब्राम र उनका सन्तानहरूलाई दिनेछु भनेर ईश्वरले प्रतिज्ञा गरे।